हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ डेट 4 हाम्रो यतानिर फेरि आज पनि काम चलिरहेको छ। यसरी है पकाउनेहरू बिजी छ पकाउनुको लागि, अनि हामी पनि अलिअलि काम गर्दैछौँ। यसरी म पनि गार्लिक चाहिँ पिल गर्दै थिएँ, अनि यतानिर पनि बाहिरतिर पनि यसरी सबैजनाले काम गर्दैछ। अनि चाहिँ हाम्रो चुक्लीको लागि सबै प्रिपरेसनहरू भइरहेको छ यहाँनिर। कलरहरू मार्दैछ यतिर हो, भित्र साउन्ड क्यामेरा चेक गर्दै थियो, अन्तखेरि चलिरहेको थियो। यहाँ चाहिँ युथहरूले यो माटोलाई चाहिँ फिल गर्दैछ ग्राउन्डमा, अन्तखेरि युथहरू केटाहरू केटीहरू पनि काम गरेर आयो हाम्रो मुगाली यहाँनिर है। सबै हामीले यतानिर काम गर्दै थियो। अन्त अब चाहिँ खाना टाइम भयो, लन्च टाइम, सबैजनाले खाइरहेको थियो हो। यहाँ चाहिँ मेरो बेना, अन्तखेरि दिदी र बेना खुसी हुँदै भिडियो लिँदैछ। टाइट भएदा पनि खुसीसँग काम गरिरहेको छ सबैजना मिलिमिलिकन। त्यहाँनिर मैले चाहिँ यो बनाउँदै थिएँ, यो ब्ल्याक, यो चाहिँ नानीहरूलाई डान्स गर्नुको लागि अगाडि है त्यो रिबन हालेर त्यसको लागि बनाएँ। अन्तखेरि यो बनाउनु साह्रो त साह्रो पऱ्यो, तर बनाएर कम्प्लिट गरिसकेँ मैले यसरी। अनि नानीहरूलाई चाहिँ ड्रेस लगाएर चाहिँ डान्स गराएँ, खालि ड्रेस मात्रै, मेकअपहरू केही पनि गराएको छैन। अनि राति चाहिँ यसरी पानी ठुलो पऱ्यो, पिर पनि लाग्दै थियो, त्यत्रो दिनभरि कलर गरेको काम गरेको है बेस्ट हुन्छ भनेर। तर राति चाहिँ यता रिफ्रेसमेन्टको लागि अन्डा खाइरहेको थियो सबैजनाले। सो आजको दिन पनि यसरी गयो। सी यु टुमोरो।